फाइनेन्सियल एकाउन्टिङको प्री क्लास पढिरहेको छौँ होइन त है। यो एउटा कुरा चाहिँ के भन्दाखेरि प्री क्लासमा पढाएको कुरा हामी फेरि भोलि जब फर्मल क्लास सुरु हुन्छ नि फेरि पनि पढ्छौँ, अलिकति कम मात्रामा पढ्न चाहिँ है। तर प्री क्लासमा भएको कुराहरू चाहिँ ओभरअल तिमीहरूलाई तिमीहरूको नलेज लेभलको राख्नुको लागि चाहिँ धेरै युजफुल हुने कुराहरू चाहिँ म समरीमा बताइदिन्छु है त, के के पढ्नुपर्छ के पढ्नुपर्छ। हिजो हामीले याफेर यामेको डिफ्रेन्स पढाएको थियौँ, युजर्स अफ फाइनेन्सियल स्टेटमेन्ट पढाएको थियौँ, मैले स्टेक होल्डर्सको बारेमा पढाएको थियौँ। अनि हामी अल्टिमेटली इलिमेन्ट्समा आएर छोडेको थियौँ, 5 क्वेसन्स अफ अकाउन्टिङ अथवा 5 क्वेसन्स अफ फाइनेन्सियल स्टेटमेन्टमा आएर छोडेको थियौँ। त्यसमा हामीले के सुरु सुरु गरेका थियौँ, एउटा एसेट्स भनेर भनेको थियौँ। यो चाहिँ तिमीहरूले लेख्नु पर्यो, 5 एलिमेन्ट्स अफ अकाउन्टिङ, खास गरी एलिमेन्ट्स अफ अकाउन्टिङ स्ल्यास फाइनेन्सियल स्टेटमेन्ट। ह्यान्डराइटिङ नराम्रो भयो भने चाहिँ चित्त नदुखाउने, यस्तै छ मेरो अब। एसेट्स एक्सपेन्सेस र इन्कम यति पढाएन हामीले हिजो। फाइभमा दुईवटा अर्को एउटा छ, एउटा लसेस र अर्को गेन्स छ। यो चाहिँ म जस्तोले पढाउँछ भनेको थिएँ मैले होइन। आज मेरो बारेमा अलिअलि केही केही बुझे जस्तो गर्नु पर्ला है त। सबसे सुरुमा एसेट्स चाहिँ भनेको छौँ, के भनेर छौँ एसेट्स। एसेट्सलाई नेपालीमा के भन्छ, के भन्छ, के भन्छ भाइ? होइन अर्को के भन्दै थियो, कति खुट्टा हाल्नु मोरा। गौतम बुद्धले के भनेको थियो थाहा छ है? हाँ? एउटा यस्तै उनको क्लास थियो अरे, एउटा शिष्य चाहिँ पुरै खुट्टा हल्लाएर बसिरहेको थियो अरे, दीक्षा दिइरहेको थियो अरे गौतम बुद्धले। के रे भाइ? अँ, ल त्यसलाई म अलिकति एक्सप्लेन गर्छु है। अनि दीक्षा दिइरहेको थियो एउटा स्टुडेन्ट चाहिँ उनीहरूको त्यही खुट्टा हल्लाएर बसिरहेको थियो अरे। गौतम बुद्ध पुरै साइलेन्ट अब। गौतम बुद्ध पुरै साइलेन्ट भएपछि अब स्टुडेन्टहरू सबजना सर किन साइलेन्ट हुनुहुन्छ, चुप लाएर बसेर नि त गुरु होइन। अनि त्यो भएपछि गुरुजीले चाहिँ त्यो भाइलाई पोइन्ट आउट गरेर अनि भाइ तिमी खुट्टा नहल्लाइकन बस्न सक्छौ भनेर भन्छ। होइन सर म खुट्टा हल्लाए पनि सुन्न सक्छु टाइपको कुरा गरेपछि त्यो भाइले। अनि गौतम बुद्धले चाहिँ त्यो एउटा कुरा भनेको थियो कि जसले आफ्नो खुट्टालाई त काबुमा गर्न सक्दैन त्यसले मेरो सुनेको कुरा चाहिँ के दिमागमा राख्ला, कसरी त्यसले जीवनमा उपयोग गर्ला भन्थ्यो अरे। बुझ्यो भाइ? म गौतम बुद्ध त होइन, तिमी उहाँको शिक्षक पनि होइन, बट स्टिल वी हेभ द रिलेसन अफ टिचर एन्ड स्टुडेन्ट। सो अब नलाइकन बस है, मलाई अनकम्फर्ट अनइजी फिल हुन्छ कि। आजबाट अनलाइनमा आउनु थाल्नु भएर के भन्छ अरे एसेटलाई, सम्पत्ति, लाइबिलिटिजलाई दायित्व हो कि दायित्व हो, दायित्व यही त होइन हो। दसैँ भयो जस्तो छ यो दायित्व। इक्विटीलाई यो हो, एक्सपेन्सलाई, इन्कमलाई आय कि आम्दानी, ल आम्दानी त आय, ल सब पर्फेक्ट। यति भएपछि अब मैले नपढाइ हुन्छ, स्किप गरिदिन्छ है त। ठिक छ, यो त नेपालीमा उल्था गरेर त आयो। यसो डिफिनेसन चाहिँ के भन्छ बुझ्न सहिलो छ, डिफिनेसन चाहिँ फेरि आउँदैन हामीलाई। डिफिनेसन भन्न सक्छु एसेटको, के हो त एसेट? एसेटको इक्जाम्पल त थाहा होला पक्कै,
होइन हाम्रो शिक्षा एकाडेमीको एसेट के होला? एक एकजनाले भने ओ भाइ काले भाइ भन। भेरी गुड बस बसिरह्यो भने पनि हुन्छ है। ल मेरो भाइ मेरो चेलो कम्प्युटर कुन बोर्ड? बोर्ड मसिनरी कुन के छैन? भनिसक्यो त्यसले नभनेको भन्नु पर्यो नि। तिमी सोच्दै गर तिमी भन। तिमी पनि सोच्दै गर तिमी भन। त्यहाँभित्र गएर नसम्झ बाहिर पनि सम्झ। तिमी भन। हाँ? बिल्डिङ बिल्डिङ होइन बिल्डिङ त रेन्टमा हाल्यो तिमी भन। खोइ क्यामेरा देखियो एउटाले तिमी भन। स्पेसिफिक भन न। तिमी 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 तिमीहरू यो मलाई साँच्चै कसैले पनि भनेन यो लेस देन टू भन्दा यो होला नि होइन साइन म्यानेजमेन्ट एकाउन्ट्स त के अरे म्याथ त पढ्नुपर्छ क्या होइन? हँ? यो होइन लेस देन 12 मन्थको साइन हो क्या नानी हो जता मुख फर्क्यो त्यही ठुलो होइन? यो मुख हो नि यो होइन? अथवा चाहिँ यो दुईटा पोइन्ट एउटा पोइन्ट हो जता दुईटा पोइन्ट फर्क्यो त्यही ठुलो होइन? 12 मन्थ्स चाहिँ ठुलो ग्रेटर भनेको के 12 महिनाभित्रमा कन्भर्ट हुने भयो यो चाहिँ 12 महिना चाहिँ भन्दा चाहिँ धेरै यता है। किन हाँस्नु मोराहरू वाइ लाफिङ खुट्टा नभएको बसिरहेको छ। आम सो ह्याप्पी। ल यसको एक्जाम्पल के हुने भयो? मसिनरी भने नानीले अनि तिमीले के भन्यौ? प्लान्ट एन्ड बिल्डिङ ल्यान्ड हो ल्यान्ड एन्ड बिल्डिङ अनि तिमीहरू पनि बोलाओ न होइन? फर्निचर बुझेन ल भयो पुग्यो मलाई पुग्यो पुगिसक्यो मलाई यति अहिले यति जाने पुग्छ। सम्पत्ति भनेको जहाँबाट मलाई लायक हुन्छ लाभ हुन्छ। तिमीले भर्खर के अरे ब्याङ्क लोन भन्यो होइन? ब्याङ्क लोन त तिर्नुपर्छ होला त्यो लायबिलिटी होला त्यो। अब क्यास हुनसक्छ क्यास करेन्टमा आइसक्यो क्या मोरा म के पढाइरहेको छु यो पनि म मेट्दिएँ अब बुकमा चाहिँ के भनेको छ भन्दाखेरि होइन अब तिमीहरूले कपीमा लेखिरहेको छौ कि छैनौ? छ तिम्रो चाहिँ कपीमा तल लेख म चाहिँ यी साइडमा लेखिदिन्छु है। नन करेन्ट एसेट्स दुईटा टाइपको छ तिमीले भने जस्तै एउटा छ टेन्जिबल एसेट्स अर्को छ नन टेन्जिबल हो। नन टेन्जिबल यो नन टेन्जिबल भन्ने शब्द हामी प्रयोग गर्दैनौँ कि क्या? यसलाई हामी के भन्ने शब्द प्रयोग गर्छौँ? इन्टेन्जिबल है। ल इन्टेन्जिबल एसेट्स भन्ने शब्द छ ठिक छ। अब हामी टेन्जिबल एसेट्सलाई हामी कस्तो शब्द प्रयोग गर्छौँ? प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भन्ने शब्द प्रयोग गर्छौँ। प्रोपर्टी प्लान्ट एन्ड किन हामी यस्तो भारी शब्द प्रयोग गर्दैछौँ भनिदेऊ भाइ?
नानी भनिदेऊ द्याट्स भेरी गुड द्याट्स द एन्सर किनभने आजबाट हामी के अकाउन्टिङको बादशाह है त डन तिमीलाई अब कसैले एकाउन्ट जित्न सक्छ आज दिनबाट सर आज दिनबाट सक्छ होला थाहा छैन तर जस एसिसी हुनेसँग चाहिँ मलाई कसैले जित्न सक्दैन है त ठिक किन भन्दाखेरि हामी एकदमै खतरा भएर निक्लिन्छौँ मनमा नै रड लिने यो कुरा है हिजो एउटा शपथ खान लगाएको या फिर सर गुरुको शपथ खाइदियो भनेको मेरो शपथ खाइदियो ओराले म त्यही भएर बिरामी भइसक्यो टेन्जिबल एसेट्सको डिफिनेसनमा के पढ्यौँ हामीले ए अब टेन्जिबल भनेको के जुन छुन सक्ने होइन देख्न सक्ने है महसुस पनि गर्न सक्ने होइन त इन्टेन्जिबल भनेको चाहिँ जुन छुन नसक्ने जुन देख्न नसकिने जुन महसुस चाहिँ गर्न सकिने रे ल कस्तो हुन्छ प्याटर्न भने महसुस गर्न सक्छु ब्रान्ड चाहिँ महसुस गर्न सक्छु तिमीहरूले ब्रान्ड भने चाहिँ खतरा होला भन्ने मनमा आउँछ नि त होइन हो कि आउँछ कि आउँदैन मनमा अब तिमीहरूले मलाई टेन्जिबलको त भरको तिमीले एक्जाम्पल दिन सक्छौ इन्टेन्जिबलको चाहिँ तिमीहरूले डिफिनेसन मलाई एक्जाम्पल दिन सक्छौ त ल भन त के भने के यार मैले केही सुनेन गुडविल भने के गुडविल भने ब्रान्ड हो इज्जत होइन इज्जत कस्तो इज्जतदार परिवार हुन्छ नि होइन इज्जत चाहिँ के छ महसुस गर्न सकेको कुरा र ठिक गुरुलाई मैले मागेको गुरुलाई मैले मागेँ अर्को कपिराइट भने के होला नि ऊ त्यो नानीले भनेको भेरी गुड होइन बुझ्यो कपिराइट चाहिँ प्रायः अथरहरूले लिन्छन् बुकहरूको होइन फिल्मको स्क्रिप्टको होइन कपिराइट जसको चाहिँ एक्सक्लुसिभ राइट चाहिँ आफूले मात्र छ अरू प्याटेन्ट के थियो भने प्याटर्न के हो फर्मुला होइन बोल्दै मात्र छ थाहा चाहिँ छैन अर्को प्याटर्न पनि हो डिफिनेसन जानेर आउनु अर्को ब्रान्ड भन्दा त ब्रान्ड आइसक्यो भनेर चाहिँ ब्रान्ड अर्को हुन्छ कस्टमर लिस्ट एक खतरा शब्द बोल्नु रहेछ कस्टमर लिस्ट मैले त सोचेकै थिएन यस्तो पनि शब्द हुन्छ र सोचेको थियो मैले इन्टेन्जिबल एसेट्समा चाहिँ कस्टमर लिस्ट फर एक्जाम्पल मेरो एउटा रेस्टुरेन्ट छ मेरो रेस्टुरेन्टमा टन्न मान्छे आउँछ त्यो मान्छेहरू मेरै रेस्टुरेन्टमा मात्र आउँछ ठिक छ त्यो मान्छेले के खान्छ कस्तो कस्तो आइटम खान्छ मलाई थाहा हुन्छ नि त बुझ्यौ अब त्यो आइटमको बारेमा चाहिँ मैले अरू कुनै रेस्टुरेन्टमा दिएँ भने त्यो यो कस्टमरले यो खान्छ भनेर उनीहरूले चाहिँ त्यसको खतरा प्रयोग गर्छ त्यो पनि छोडिदियो अर्को पर्फेक्ट एक्जाम्पल दिन्छु जुन नेपालमा चाहिँ हरेक वर्ष टुरिस्टहरू आउँछ नि त्यो टुरिस्टको रेकर्ड कोसँग हुन्छ इमिग्रेसनसँग हुन्छ है इमिग्रेसनको मान्छेले चाहिँ हरेक सिजनमा चाहिँ कतिवटा टुरिस्ट नेपालमा आउँदो रहेछ कुन टुरिस्ट कुन ठाउँमा जानको लागि आउँदो रहेछ कुन सिजनमा चाहिँ पिक एयरलाइन्सको चाहिँ टिकटको प्राइस बढ्न सक्छ त्यो सबै तिनीहरूले के हुन्छ त्यहाँबाट पत्ता लगाउन सक्छ यस्तो इन्फर्मेसनहरू एकदम खतरा इन्फर्मेसनहरू बुझ्यो नि अहिले जुन हाम्रो नेपालको कन्सेप्ट आइरहेछ नि तिमीलाई थाहा छ एउटा नि अहिले ब्याङ्क खाता खोल्नको लागि चाहिँ आफ्नै नाममा चाहिँ सिम रजिस्टर हुनुपर्छ अहिले अस्तिबाट आएको रिसेन्टली ड्राइभिङ लाइसेन्स पनि होइन अब भन त तिमीहरूको नम्बरबाट तिमीहरूको सबै इन्फर्मेसन ट्रेस हुने भइसक्यो किन तिमीहरूको एनआइडी कार्डबाट तिमीहरूको सबै कुरा ट्रेस हुने भइसक्यो जुन तिमीहरूको आज अहिले नागरिक हाम्रो नागरिक एप भयो होइन बुझ्यौ तिमीले भन्न खोजेको सबै कुरा तिमीहरूको हाम्रो डिटेल इन्फर्मेसन कोसँग छ हाम्रो नेपाल सरकारसँग छ है एउटा यो एकदमै भयानक कुरा हो अझ नेपालमा सोसियल मिडिया बिलको यत्रो रिभ्यू आइरहेछ होइन त्यो आयो भने हामी आन्दोलन गर्छ है बाटोमा यी हो माइती घर तिमीहरू जाने नजाने मसँग मात्रै जाने है ठिक छ भाइ त्यो चाहिँ खुट्टा छप्पै हल्लाउने भाइ
है। त्यो आजको जेनेरेसनलाई यो पेन चाहिँ यसो यसो घुमाउने बानी चाहिँ कसले सिकायो? हँ? कसले सिकायो? म ग्यारेन्टी लिएर दिन्छु। त्यही मान्छेले मात्र फोकस गरेर पढिरहन्छु होइन, तर त्यसले मेरो अगाडि खालि पेन चाहिँ हल्लाइरहनु पऱ्यो होइन। म त्यसलाई 5 मिनटपछि मैले के पढाएँ सब भन्नुहुन्छ, त्यसले केही भन्न सक्दैन। म ग्यारेन्टी दिन सक्छु। पेन किन हल्लाउने? यो पनि हल्लाइरहेको थियो किन? यो हल्लाइरहेको थियो, यो यसरी नै हल्लाउँछ। यो राम्रो बानी होइन। ठिक छ, हामी इन्टेन्सिभ एसेट्समा गयो भने त अब त्योभन्दा बेसी अहिले म पढाउँदिनँ। यी सबै गरेर फेरि पढ्नु त पर्छ, मलाई अहिले धेरै बोरिङ गराउँदिनँ। अर्को छौँ हामी दायित्व। ए ए दायित्व भनेको ले भेट्दैन त यार। लाइबिलिटिज। अहिले मैले बिस्तारै पढा जस्तो लागिरह होला। भोलि जब कोर्समा पढाउँछु अलिकति फास्ट पढाउँछु अनि तिमीले कम्प्लेन गर्छौ सरले फास्ट पढाउनु भयो भनेर। अहिले बानी बसाल्दैछु तिमीहरूलाई म, है। उताबाट एउटा अर्को अर्को ब्याचबाट सरले चाँडै पढाउनु भयो भनेर कम्प्लेन गएको छ। तर तिमीहरू सँगसँगै म सँगसँगै पढ्छौ, आज मैले जे पढाएँ क्लासमा घर आएर त्यही पढ्छौ अथवा क्लासमा यहीँ बसेर पढ्छौ भने चाहिँ तिमीहरूले पढ्छौ, तिमीले बुझ्छौ पनि पढ्छौ पनि है। अर्को छ लायबिलिटिज, जसलाई हामी के भन्छौँ? दायित्व। के भन्छौँ रे? के भनेको तिर्नु पर्ने। के अरे यो भनेको के अरे? यो पनि दुईटा किसिमको छ। एउटा हँ? एउटा करेन्ट लायबिलिटिज, अर्को यो चाहिँ अब यसको डिफ्रेन्स चाहिँ मलाई हाम्रो म्यानेजर साइन्स पढ्ने भाइले भन्छ। मेरो भाइ त्यसलाई सोधिहाल्छु नि। बाबु मेरो बाबु भन भन। करेन्ट लायबिलिटी के रहेछ अब? लेस देन 1 इयरको के? यही हो मैले खोजेकै यही हो। नन करेन्ट कसले भन्छ? को हो अब भाइ साइन्सको? कति प्यारे सुपर दामी। ल फेरि मोनिटरको नाम चाहिँ कन्सिस्टेन्ट रहेछ, जुन चाहिँ कन्सिस्टेन्टै छैन। यो सधैँ आउँदैन यो प्रब्लम, कहिलेकाहीँ मात्र आउँछ है। टु बी सेटल्ड अथवा पेड होइन त, विथिन 1 इयर हो। विथिन 1 अकाउन्टिङ इयर अथवा 1 अपरेटिङ साइकल भनौँ अबबाट। 1 अपरेटिङ साइकल अथवा अकाउन्टिङ इयर। ठिक। अर्को नन करेन्ट लायबिलिटिजमा टु बी सेटल्ड स्ल्यास पेड फर मोर देन वान वान अपरेटिङ साइकल। वान अपरेटिङ साइकल स्ल्यास अकाउन्टिङ इयर। यसको डिफ्रेन्स यति मात्र हो। अब यसको एक्जाम्पलमा जाउँ। 1 वर्षमा तिर्नुपर्ने के हुन सक्छ? को छ साइन्स पढ्ने? अर्को एउटा छोरी मान्छे थियो त होइन तिमी हो? भन त। लोन लोन दुई किसिमको हुन सक्छ है। सर्ट टर्म लोन 1 वर्षभित्र तिरिन्छ, अर्को लङ टर्म लोन। तिमीलाई मैले क्या सहिले गरेको देखो? सर्ट टर्म भनेको के रे कान्छी? 1 वर्ष त 1 वर्षभन्दा तलमा तिर्ने। लङ टर्म लोन भनेको 1 वर्ष त 1 वर्षभन्दा माथि तिर्ने। अर्को हुन्छ ओभरड्राफ्ट लोन। ओभरड्राफ्ट लोन। ओभरड्राफ्ट लोन भनेको के हो थाहा छ? ओभरड्राफ्ट
ड्राफ्ट भनेको झिक्नु, ओभर भनेको भएको भन्दा बेसी झिक्नु। हाम्रो खातामा चाहिँ, हाम्रो ब्याङ्क खातामा पैसा आउन सक्छ होइन, ठिक छ, 100 रुपियाँ, तर मैले 150 रुपियाँ झिक्दिएँ, सम्भव छ? जेनरली सम्भव छैन। तिम्रो जस्तो मान्छेलाई गयो भने सम्भव छैन। किन? तिमीलाई ब्याङ्कले किन पत्ताउने? होइन, सिम्पल छ नि त। ब्याङ्कले आफू पत्ताउने मान्छेलाई ट्रस्टेड पर्सन लाइक मी, होइन, मलाई चाहिँ दिन सक्छ। त्यस्तो बेला चाहिँ मैले भएको भन्दा बेसी पैसा झिक्न सक्छु। अब मैले भएको भन्दा बेसी पैसा झिकेँ मैले ब्याङ्कलाई तिर्नु पऱ्यो नि त, त्यही भएर मेरो लागि यो ओभरड्राफ्ट फन्ड भयो। यो जेनरली मैले सर्ट टर्म रिक्वायरमेन्टको लागि लिन्छु, लेस देन 1 इयरै हुन्छ है त। अर्को के होला? बोन्ड्स होला, डिभेन्चर्स होला। शब्दहरू त भारी भारी आयो साइन्स पढ्नेलाई, म्यानेजर पढ्नेलाई त थाहा छ, हो कि होइन? सेयर भनेर चाहिँ थाहा होला साइन्स पढ्नेलाई, है? एसएचआर सेयर भनेर थाहा छ, सानो सानो टुक्रा बाँडेर चाहिँ एकदम भनेको थिएँ नि मैले, याद छ? त्यस्तै त्यस्तै हुन्छ यो बोन्ड र डिभेन्चर भनेको पनि, तर लोनको नेचरमा हुन्छ। अहिले यति पढेर बुझ्नु है, अलिकति बेसी नबुझ्नु। अब यसमा अहिले हेर त, मैले कसैलाई लिनु पर्ने छ भने मैले त्यसलाई रिसिभेबल भने, मलाई कसैले, मैले कसैलाई तिर्नु छ भने म त्यसलाई के भन्छु? अब पेएबल भन्छु। के भन्छु? पेएबल स्ल्यास क्रेडिटर्स, है, आदि इत्यादि, है त। अब बिल्स पेएबल भनेर पनि मैले एकाउन्टलाई बुझाउनुपर्छ भाइ, त्यहाँ म चाहिँ सधैँ प्रयोग गर्दिनँ अहिले। यो लङ टर्म लोनको खास चाहिँ एक्जाम्पल अरू केही हुन्छ जस्तो मलाई लाग्दैन। एउटा छ क्रेडिटर्स फर फिक्स एसेट्स भन्ने। फिक्स एसेट्स अर्थात् अब हामी के शब्द प्रयोग गर्छौँ र एसोसिएटेड क्रेडिटर्स फर नन करेन्ट एसेट्स, है त। जेनरली नन करेन्ट एसेट चाहिँ एकदम ठुलो हेभी प्लान्ट एन्ड मसिनरी, क्या, एक्सरे मसिनहरू, एमआरआई मसिन हुन्छ नि हस्पिटलको, एउटा जहाजको कस्ट कति धेरै हुन्छ नि, त्यो त एउटा मान्छेले पैसा तिरेर ल्याउन सक्दैन। त्यस्तो केसमा चाहिँ के गर्छ, इन्स्टलमेन्टमा किनेर ल्याउँछ, अथवा चाहिँ 4-5 वर्षमा तिर्छु भनेर किनेर सुन्दा नि पागला। त्यो छ, मलाई चाहिँ क्लासमा एकदमै रमाइलो गरेर पढाउनु मन लाग्छ। म पनि स्टुडेन्ट थिएँ नि त कुनै बेला, एउटा सरले आएर एकहोरो पढाइदिने मोनोटोनस हुन्थ्यो क्या हामी, अनि तिमीलाई पनि त्यो हुन्छ। मेरो एउटा क्लासमा बानी छ नि, मान्छेको नाम बोलेर इन्टरेक्टिभ भएर पढ्ने पढाउने बानी छ, है। त्यो चाहिँ अब त्यो मैले जुन बेला जसको नाम पनि लिन सक्छु। अनि मैले एउटा कुरा जिस्काउनु पाएँ भने म त्यसलाई त्यही कुरा जिस्काइदिन्छु, एक दिनभरि लाउन पुग्छ, यसले हिजो फेस गरिसक्यो, है। त्यसलाई अलिकति अफेन्ड नहो, कहिलेकाहीँ मलाई पनि जिस्काउनु पाउँछ, म नि जिस्किन्छु एकदमै। हामी जोली जोली नेचरको भएर पढ्छौँ, है त। ठिक छ। कि साइन्स पढ्नेहरूको सिरियस हुन्छ नि, सोसल छोरी मान्छे हुन्छ, हुँदैन नि, होइन? म पनि साइन्स ब्याकग्राउन्डकै हो, प्लस टूमा म पनि साइन्सकै हो। 11मा बायो, 12मा फिजिक्स। हँ? यस्तो हो त्यो पनि कहानी छ। गएको म फिजिकल सेक्सनमै हो भाइ, गएको म फिजिकल सेक्सनमै हो, तर तिमी जस्तै म पनि, मलाई पनि के चाहियो? मलाई म्याम चाहियो, लिटरली भएको त्यही हो। गएको फिजिकल सेक्सनमा सबैजना के छन्? छोरै छोरा छन्, छ्या, होइन? फिजिकल सेक्सनमा आउनु हुँदैन रहेछ भने बायो सेक्सनमा गयो। बायो सेक्सनमा ओरिएन्टेसनमा एउटा केटी मन परेको थियो, म सेक्सन एमा बस्नु पर्यो, त्यो सेक्सन सीमा। मेरो पालो लुकेर 4-5 दिन सेक्सन सीमा बसेर पढ्थेँ म। सरले आयो, च्याप्प समात्यो, लग्यो सेक्सन एमा हालिदियो, द कहानी एन्ड, पिएचई इएनडी एन्ड भयो, सक्यो। द्याट वाज जोक अपार्ट, जस्तो लाग्ला त्यो रियल हो सबै, है। अब अहिले बिहे भइसक्यो, मतलब लाग्दैन, होइन? अब अर्को हेऱ्यो भने मलाई घरकीले मारिहाल्छ। ल, जाम अर्को, इक्विटी। इक्विटी अथवा यसलाई के भन्यो हामीले? पुँजी। के हो इक्विटी, पुँजी भने? एनिमल, यो भनेको चाहिँ ओनरले इन्भेस्ट गरेको पैसा, ओनर इन्भेस्टमेन्ट। तर प्री क्लास हेर क्या, अबबाट हामीलाई सब लाइभ क्लास दिनु भन, अनि त्यसपछि यो प्रब्लम केही आउँदैन अब। के भयो? ओनर इन्भेस्टमेन्ट, है त, है।
ओनरले इन्भेस्ट गरेको पैसालाई चाहिँ हामीले के भन्छ, क्यापिटल। अब बिजनेसको लागि के हुन्छ, ओनर छुट्टै हुन्छ र बिजनेस छुट्टै हुन्छ। जहिले पनि कुरा बुझ्नु है त। बिजनेसको लागि के हुन्छ अरे, ओनर छुट्टै हुन्छ र बिजनेस छुट्टै हुन्छ। हामी जहिले पनि अकाउन्टिङ कसको पर्सपेक्टिभबाट गर्छौँ, बिजनेसको है, होइन नि है भाइ। हामी जहिले पनि के को पर्सपेक्टिभबाट गर्छौँ, अकाउन्टिङ बिजनेसको। भनेपछि बिजनेसले, ओनरले चाहे ल्याएर बिजनेसमा पैसा दियोस् या अरूले दियोस्, बिजनेसले त त्यसलाई तिर्नै पर्छ, हो कि होइन। त्यही भएर इक्विटी पनि अ काइन्ड अफ लायबिलिटी हुन्छ कि के हुन्छ, इक्विटी पनि अ काइन्ड अफ लायबिलिटी, बिजनेसले ओनरलाई तिर्नुपर्ने। ठिक। तर यसमा एउटै मात्र फाइदा के छ, यसलाई किन सेपरेटली देखायो भन्दाखेरि, सबै पहिला अरूलाई पैसा तिर्ने, बाँकी रहेको पैसा मात्र ओनरलाई तिर्ने हो नि त, होइन त। एउटा फाइदा चाहिँ त्यही छ। हुन चाहिँ ओनरले लगाएको पैसा हो, बिजनेसले ओनरलाई तिर्नुपर्छ है त। एमाउन्ट shall be paid by the business to the owner, होइन त। So it is also a, पठाइदिनु भयो केटा, it is also, यो कसले लेख्छ, इट इज अल्सो काइन्ड अफ लायबिलिटी, कहिले लेख्छ यो, यतिमा लेख्यो, मलाई त आउँछ, मलाई किन लेख्नुपर्छ र, म त ट्यालेन्ट छ यति कुरामा चाहिँ, अकाउन्टिङ चाहिँ आउँछ मलाई, लेख्छु, सिका सिका मान्छे। हिजो मलाई तिमीलाई देख्नाले होइन, मैले उता एउटा याफे पढाउँथेँ, त्यसमा एउटा नानी थियो अञ्जना भन्ने होइन, अनि तिमीलाई हेरेर त्यो नानी जस्तै जस्तै लाग्यो। एउटा समस्या थियो त्यो नानीमा, बोल्दै बोल्दैन थियो। योपालि नानी पनि बोल्दैन होला जस्तो लाग्यो, एटलिस्ट हाँस्दो रहेछ, सबै बेला बोल्दो रहेछ। त्यो हाँसी मात्र रहन्छ, त्यो बोल्दै बोल्दैन। भनेपछि इक्विटी भनेको नि के भयो, ओनरको इन्भेस्टमेन्ट हो, बिजनेसले ओनरलाई दिनुपर्छ, सबै काइन्ड अफ लायबिलिटी। सर त्यसै बेला लायबिलिटी भित्र हाल्दा पनि हुन्थ्यो नि त, होइन र। यसलाई चाहिँ किन सेपरेटली गर्यो, डिफ्रेन्ट नेचरले सबसे पहिला ओनरको पैसालाई सेपरेटली एउटा डिस्क्लोज गरेर भन्यो। र अर्को मेन फाइदा चाहिँ के छ भन्दाखेरि, आफ्टर अल लायबिलिटिज आर पेड, लगभग सबै लायबिलिटी तिरिसकेपछि होइन, रिमेनिङ इज फर बिजनेस, रिमेनिङ इज फर द ओनर, ओनर्स अफ द बिजनेस। बाहिरको मान्छे सबैलाई तिरिसकेपछि बाँकी रहेको सबै कसले खाने, ओनर्सले खाने, होइन। सो द रेजिडुअल इन्ट्रेस्ट अफ द बिजनेस अल्सो फल्स अन्डर इक्विटी। इक्विटीलाई चाहिँ त्यही भएर चाहिँ अलिकति सेपरेटली देखाइन्छ। इक्विटीलाई अर्को शब्दमा के भनिन्छ, क्यापिटल पनि भनिन्छ है। के भनिन्छ, पहिला पहिला त क्यापिटल भन्ने शब्दै प्रयोग गरे मैले, होइन त। इक्विटी भन्ने शब्द प्रयोग गरे हो त होइन। तर हामी के भइसक्यौँ, हिरो भइसक्यौँ। अब हामी भोलिको दिनको एकाउन्ट के हो, बादशाह हो, होइन। यो कुरा चाहिँ मैले बिर्सिरहनु जस्तो छ। के हो अरे हामी भोलिको दिन एकाउन्टको, यो सबैले बोले त्यही बिचको बोलेर, त्यही भएर हामी यो कुरा सम्झिँदा छौँ। ठिक छ मेरो भाइ, ल। अब यसमा मैले के बोल्नु पर्यो, केही बोल्नु परेन। अब एउटा कुरा, सानो कुरा पनि भनिदिइहाल्छु। भनेपछि वर्षभरि काम गर्छ कि फाइदा हुन्छ कि घाटा हुन्छ, होइन। त्यो फाइदा खाने पनि कसले, ओनरले। त्यो घाटाका बिहोर्ने पनि कसले, भनेपछि फाइदा होस् या घाटा होस्, त्यो पनि गएर कहाँ बस्छ, इक्विटीमा है। यो कुरा नि नबिर्सिनु है त। वर्षभरिको फाइदा भयो नि घाटा भयो नि कहाँ गएर बस्छ, इक्विटीमा। त्यही भएर त हिजोको दिन म्यानेजमेन्ट पढ्नेले अकाउन्टिङ इक्वेसन पढ्दाखेरि एक्सपेन्स र इन्कमलाई सिधै इक्विटीबाट लेस अथवा प्लस गरिन्थ्यो। सेल गर्दा इक्विटीमा गएर प्लस गरिन्थ्यो, एक्सपेन्स हुँदा लेस गरिन्थ्यो।
म्यानेज साइन्स पढ्नेलाई के हो कसो हो भइरह होला, टेन्सन लिनु पर्दैन, म छु, म पढाइहाल्छु है। ठिक छ। अब तिमीहरू एउटा कुरा सोचौ, मैले त साइन्स पढाएँ, म्यानेजमेन्ट पढाएँ होइन, त्यो पनि प्लस टूमा तिमीहरूले के पढ्यो के पढेन मलाई कसरी थाहा भयो? होमवर्क गरेर आउनु मान्छेले, मलाई कसरी थाहा भयो? छैन, अझसम्म पढाएको छैन। अब चाहिँ पढाउँछु बिस्तारै। जाम हामी अर्को एक्सपेन्स के हो? अर्को इन्कम, यो चाहिँ साइडको साइड लेखिदिन्छु। एक्सपेन्स छ एउटा, अर्को इन्कम छ। एक्सपेन्स भने के? खर्च, इन्कम भने आम्दानी। अब डिफिनेसन के? डिफिनेसन के? थाहा मलाई थाहा छैन। खासै भन्नुपर्दाखेरि आउटफ्लो अफ रिसोर्सेस फ्रम द इन्टिटी हो भने यो भनेको के हो? इनफ्लो अफ रिसोर्सेस इन्टु द इन्टिटी, भित्र आउने कुरा, आम्दानी बाहिर जाने कुरा। कस्तो लामो हाई गरे मोरा ए भाइ, तिम्रो नाम के अरे? सरबान ल सर, भित्र आउने के होला त? एक्जाम्पल यो बिल्डिङमा, सुन है, यो बिल्डिङमा शिक्षा एकाडेमी छ, यसले शिक्षा एकाडेमीले के चाहिँ भाडा तिर्छ, हो कि न? भनेपछि रेन्ट एक्सपेन्स के भयो? एक्सपेन्स एक्सपेन्स। तर यही बिल्डिङको ओनरको लागि के भयो? रेन्ट इन्कम भयो, हो कि न? मेरो नानीले स्यालेरी भने लेख्दैन भने रिसौली भन्ने टेन्सन मैले लेख्दिनँ। कहिलेकाहीँ यसो बनाउन आउँछन्, ओजेस ओजेस दियो, त्यो पनि लेख्दिनँ। ठिक छ। शिक्षा एकाडेमीमा स्टुडेन्ट ल्याउनु पर्यो, मैले कमिसन दिएँ, मलाई कमिसन दियो। शिक्षा एकाडेमीलाई एक्सपेन्स, मेरो लागि के? इन्कम। ठिक छ। तर मैले कमिसन खाएको छैन है, सत्य कसम भन्ने मात्र। ठिक। अर्को अर्को के हुन्छ सक्छ? बोला बोला। र मेटेरियल पर्चेज भाइ, र मेटेरियलमै धेरै अड्किरहेको छ यार। एउटा र मेटेरियल पर्चेज, अब यहाँ र मटेरियल सोल्ड, त्यसो भए होइन, त्यो आदि इत्यादि एकदमै सजिलो तरिकाले मैले पढाएँ है। अब एउटा कुरा चाहिँ म तिमीलाई फ्री क्लासमै पढाउँछु होइन, त्यो कुरा चाहिँ तर म फेरि केमा पढाउँदिनँ, लाइभ क्लासमा चाहिँ एकदमै डिटेलमा पढाउँदिनँ। भोलिबाट त्यही भएर अलिकति फर्मल नोटै लिएर आउनु है। मैले भोलि पढाउने कुरा चाहिँ एकदमै आइएमपी है, अझ त्यसलाई भिभिआइएमपी भन्दै हुन्छ। अकाउन्टिङको ब्रह्मास्त्र त्यही हो, अकाउन्टिङको महामृत्युञ्जय मन्त्र पनि भोलि पढ्छौँ हामी। ठिक छ। के रहेछ त? एक्साइटमेन्ट एकदमै राखेर पठाइदिन्छु आज तिमीलाई। के भन्छ त्यो, कुनै पनि सिरिजको एपिसोड सकेर सस्पेन्स हुन्छ नि, त्यही सस्पेन्स। भोलि चाहिँ हामी साँच्चीकै अकाउन्टिङको बारेमा पढ्छौँ। आज 5 एलिमेन्ट्सको बारेमा पढ्यौँ, भोलि हामी एकाउन्टिङको बारेमा पढ्छौँ है त है। यो एलिमेन्ट्स एकदम एसेन्सियल छ। तिमीलाई गाह्रो लागिरहेछ नानी? किन? सजिलो तरिकाले डिफिनेसन पढाइरहेको छु, अलिकति एक्जाम आउने डिफिनेसन अलिकति गाह्रो हुन्छ। फेरि तिमीले के छ, एमसिक्यू सबै एमसिक्यू बेस्ड क्वेसन हुन्छ होइन। अहिले 4वटा पेपरमा तिमीहरूको लागि, 3टा पेपरमा अहिले भनौँ न, 3टा पेपरमा सबै 100% एमसिक्यू हुन्छ। एमसिक्यू भइसकेपछि लेख्ने बानी हराउँछ, हामी लेख्ने बानी पनि राख्छौँ, त्यही भएर नोट्स बनाउँछौँ एउटा। अर्को मेरोमा चाहिँ, अरूकोमा थाहा छैन, मेरोमा चाहिँ याफेकोमा चाहिँ गराउँछौँ। अनि म चाहिँ अलिकति होमवर्क पनि दिन्छु, जुन चाहिँ सिलेबसहरूमा बाहिरबाटको हुन्छ। अनि सबसे बेस्ट के छ, हामी हरेक च्याप्टर सकेपछि हरेक स्टुडेन्टले त्यो च्याप्टरबाट कम्तीमा 10 देखि 20वटा एमसिक्यू आफै बनाउँछ। बुकमा त एमसिक्यू हुन्छ, स्टुडेन्टले पनि आफैले बनाउँछ है त। त्यो चाहिँ हामी त्यसरी पढ्छौँ। ठिक छ।
भोलिवाला अनलाइन वालासँग पनि इन्टरेक्सन गरेर पढ्छौँ हामी है। रमाइलो हुन्छ पढ्न चाहिँ, म चाहिँ ढुक्क छु। तिमीहरू अनुहार चाहिँ एकदमै जोली लिएर आउनु पनि हाँस्नु पर्यो है। यो भाइ जस्तो त्यो भाइ जस्तो त्यो भाइ जस्तो यो पनि हाँस्छ बेला बेला, ऊ त्यो नानी पनि हाँस्थे। यो हाँस्न अलिकति कम कन्जुसाइ गर्दो रहेछ, त्यो पनि बेला बेला हाँस्थे। यो चाहिँ अलिकति हाँस्न कन्साइ गर्छ। भोलिबाट टेप ल्याएर टालिदिन्छु केला पनि तिमीलाई है। ठिक छ, हुन्छ कि हुँदैन? हुन्छ भन्छ यार, हाँस्छु सर भन न। ल बाई गाइज, भोलि चाहिँ अलिकति फरल नोटै लियो है, भोलिबाट हामी पढ्छौँ।